नमस्कार साथीहरू, प्रकाश के 88 बाट यहाँहरूलाई स्वागत छ मेरो च्यानलमा। नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला। म आज काठमाडौँदेखि खुर्कुट हुँदै जाने बाटोको केही दृश्यहरू देखाउन गइरहेछु। तपाईहरु पनि यात्रा गर्दै हुनुहुन्छ भने यो च्यानलको भिडियोलाई स्किप नगरिकन हेर्नुहोला। बाटोमा के कस्तो छ भन्ने कुराहरू म दृश्यहरू देखाउँदा गइरहेछु। बाटो बन्ने कार्य जारी छ। जस बाटो अवरोध त्यस्तो खालको देखिएको छैन, गाडीहरू चल्ने रहेछ। जस्तो बाटो बन्द छ, ब्लक छ भनेर भन्छ, त्यस्तो खालको बाटो बन्द चाहिँ खै छैन। जस बनिरहेको रहेछ बाटोहरू। अहिले साथीहरू हामी यो रोसी खोलाको बाटो बिग्रिएको ठाउँमा हामी पुगिरहेका छौँ। यहाँ मर्मत भइरहेछ। बर्खा पनि अब यसरी नै निरन्तर बाटो निर्माण भइरहेको भने हामी हिँड्न सक्दछौँ। यो दसैँ तिहारमा पनि हामी घर जान आउन हामी सक्दछौँ। त्यसले गर्दाखेरि खासै हात्तिनु पर्ने देखिएन। नेपाल सरकारले बाटोको लागि एकदम लागि परेर निर्माण कार्य चाहिँ धमाधम भइरहेको देखियो। यसरी निर्माण कार्य भइरहेछ। हामी अगाडि बढिरहेछौँ। कस्तो राम्रो यो बाटो ठिक छ, एकदम ठिक छ। यतिको बाटो मजाले हिँड्न सकिन्छ। बाटो चाहिँ ठिक छ। उताबाट आएको त्यो पल्लो रोसी खोला होइन, रोसी खोला चाहिँ अलिअलि बाढी आइरहेको रहेछ। ठिक छ ल, त्यसरी निर्माण भइरहेछ। रोसीमा अलिअलि बाढी आइरहेछ र पनि अगाडि निर्माण कार्य एकदम तीव्र गतिमा गइरहेछ। बाटो मजाले बनाइरहेछ। तर रोसीमा हल्का बाढी आइरहेछ र पनि गाडी चाहिँ चल्छ है अहिलेसम्म चाहिँ। अहिले चाहिँ साथीहरू हामी सुनकोशी नदीमा आइरहेछौँ। सुनकोशीमा बाढी आइरहेछ। यसरी बाढी चाहिँ अब बर्खाको समयमा पानी माथिल्लो खाल्टो परिरहेको रहेछ। एकदम बाढीले पानी धमिलो देखिरहेछ।
यसरी जानुपर्ने बाटो एकदम तीव्र रूपमा चाहिँ नेपाल सरकारले मर्मत कार्य चाहिँ गरिरहेको छ धमाधम। हामी अब बाटो अवरुद्ध हुन्छ हामी रोकिन्छौँ भन्ने कुरामा कुनै चिन्ता गर्नुपर्ने स्थिति देखिँदैन। केही समय पछाडि हामीले बाटो पुरै क्लियर भएको देख्न पाउनेछौँ। र आसपासमा चाहिँ कति रमाइला डाँडाहरू देखिन्छन् एकदम हेर्दाखेरि के भन्ने मनोहर दृश्यहरू देख्न हामी सक्दछौँ। यहाँ कोसीको किनारमा चाहिँ एउटा बसेको यो बस्तीलाई पनि हामी देख्न सक्दछौँ। एकदम रमाइलो खालको त्यहाँ रिसोर्ट भए जस्तो लाग्यो मलाई पनि। म ठ्याक्कै त्यहाँ चाहिँ पुगेको होइन तर यसको पारिबाट मैले लिएको केही दृश्यहरू हो। एकदम रमाइलो लागेर राम्रो लागेर मैले लिएको दृश्य हो। हामी खुर्कोट आइपुगेछौँ। यो सेती देवीको मन्दिरको आसपासमा ऐना भएको ठाउँमा हामी आएका छौँ। यहाँ चाहिँ गाडी चालकहरू र यात्रुहरूले गाडीहरू दुर्घटना नहोस् भन्नको लागि ऐना राखेर यसरी सेती देवीको मन्दिरलाई चढाएको छ। जुन सेती देवीलाई रिट्ठी देवी पनि भनेर यहाँ चाहिँ भनिँदो रहेछ किंवदन्ती अनुसार। ल हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ समुद्र यसरी चाहिँ बढेर आइरहेको छ। साथीहरू अहिले हामी नुनथला आसपास आइपुगेका छौँ। बिचको भिडियोहरू केही देखाइहालेँ, सबै समेट्न नसके पनि यहाँहरूलाई जे जति सकेको छु त्यति मैले देखाएको छु। यस्तै नयाँ भिडियोहरू लिएर आउनेछौँ। च्यानल हेर्दै जानुहोला, सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला। हस्त नमस्कार।